हेलो गाइस, आफ्नो जब कामसाम खत्तम गरेर हिँड्दैछ घरतिर। अब घरतिर गएर के गर्नु, अब दुधवाला हो, खुट्टीवाला परियो हजुर होइन। अब घरतिर गएर चिया खाएर होइन घाँस काट्न जाने जङ्गलतिर। अहिले चाहिँ बस्ती सस्ती घुमेर आधी बाटोमा पुग्यो भनिदिउँ न होइन। त्यसपछि चाहिँ के गर्ने होला अन्त, फुल कति राम्रो फ्लावर। त्यसपछि चाहिँ के गर्ने भने त सुन्तला पनि पाकेर जसले भिडियो हेर्छ खानालाई आउँदा हुन्छ सुन्तला। जग्गा पनि हेर्नु, जग्गा हेर्नु। यहाँ चाहिँ एउटा बिल्डिङहरू बनाउँदै आधा बनाएर आधा यतिको छोडेर नबनाएको पनि 5-6 साल भइसक्यो होला। रस्ता हेर्नु न। त्यसपछि चाहिँ अब चाहिँ घर गएर घाँस काट्न जाने हो। घाँस काटेर आएर आराम गरेर त्यसपछि फेरि बेलुका दुसुत्ती गरेर फेरि दुध लिएर हिँड्नुपर्छ। दुध लाउनलाई खुट्टीवालाको जिन्दगी त यस्तै हो नि होइन। हेर्नु त सुन्तला पाकेर कस्तो मिठो। खानालाई आउँदा चाहिँ हुन्छ नि, खाना आउँदा हुन्छ खानालाई आउँदा हुन्छ भनेपछि चाहिँ ल त यतै एन्डिङ गर्नु पर्यो भिडियोको होइन। जसले हेर्नुहुन्छ लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु अनि च्यानललाई फलो गरेर राख्नु होइन। यदि अब लोकल मान्छे होइन, लोकल मान्छेको अब बसाइ होइन, टाइममा के हालिन्छ होइन। र हजुरले पनि एन्टरटेनमेन्टको लागि हेर्नलाई भेट्नुहुन्छ होइन। हेर्दै गर्नु होला। लाइक र सब्सक्राइब चाहिँ दबाएर एकदम थिची होइन हान्नुपर्छ क्या। जङ्गल छ नि, जङ्गल छ पुरै, वृन्दावन जङ्गल जस्तो छ।